प्रहरीबाट जोगिन भागेर इन्डिया पुगेका दुर्गा परसाई अन्ततः इन्डियाबाटै पक्राउ पर्छन्। उनले नेपाल प्रहरीलाई झुक्याउन बेला बेला आफ्ना भिडियोहरू बनाएर आफ्ना सहयोगीलाई नेपाल पठाउने गर्थे र त्यो भिडियोमा भनिएको हुन्थ्यो कि म भागेको छैन, म नेपालमै छु। जुन भिडियोहरू आफ्नो अफिसियल फेसबुकबाट अपलोड नभई उनको संयोजक पेजबाट अपलोड हुने गरेको थियो। उनको अफिसियल अकाउन्ट भने चैत 15 गते साँझबाट नै निष्क्रिय हुन्छ। नेपाल प्रहरीलाई झुक्याउने उनको यो कला भने गजबको थियो। यसरी फरार भएका परसाईको लोकेसन कसरी ट्र्याक गर्न सफल भयो नेपाल प्रहरी? भारतको आसाममा एक नेताको घरमा लुकेर बसेका परसाईलाई प्रहरीले कसरी नियन्त्रणमा लियो? अनि यो 2 हप्ता परसाईले भारतमा कसरी बिताए? कहाँ कहाँ लुक्दै पुगेका थिए परसाई? आउनुस् आजको यो भिडियोमा रहेर चर्चा गरौँ। चैत 15 मा काठमाडौँको 3 कुनेमा राज संस्था पुनर्स्थापनाको माग गर्दै दुर्गा परसाईको नागरिक बचाउ महाअभियानले प्रदर्शन आयोजना गर्यो। जुन प्रदर्शनको जिम्मा दुर्गा परसाईलाई दिएको थियो, अर्थात् सो प्रदर्शनको मुख्य नायिके दुर्गा परसाईलाई बनाइएको थियो। जुन प्रदर्शनमा राजावादी पार्टी लगायत अन्य थुप्रै युवाहरूको सहभागिता रह्यो। शान्तिपूर्ण गर्ने भनिएको आन्दोलन शान्तिपूर्ण भने रहन सकेन। जुन प्रदर्शनमा परेर 2 जनाको निधन भयो, साथै 110 जना घाइते समेत भएका थिए। जुन आन्दोलन अराजक बनाएर घटना घट्नुको मुख्य दोषी दुर्गा परसाईलाई ठहर्याएको छ। परसाई त्यो आन्दोलनको मुख्य नायिके तोकिएको कारण भिडमा अशान्त मचिए पनि त्यसलाई सम्हाल्नु पर्ने दायित्व उनको थियो। तर उनले भिड शान्त पार्नुको साटो उल्टै प्रहरीको घेरा तोड्दै आन्दोलनकारीलाई उक्साए। जति बेलासम्म उनी प्रहरी सामु थिए त्यति बेला प्रहरीलाई पक्राउ गर्ने आदेश दिएको थिएन। जब उनी फरार भए अनि बल्ल प्रहरीले उनलाई पक्रिने आदेश पायो। परसाई विरुद्ध राज्य विरुद्धको कसुर र संगठित अपराध कसुरमा पक्राउ गर्ने आदेश दिएको थियो। तर उता परसाईले भने नेपाल प्रहरीसँग लुकामारी खेल खेलिरहेका थिए। उनले 2 दिनपछि आफूलाई मार्न सुटर खटाएको कारण ज्यान जोगाउन सुरक्षित ठाउँमा बसेको मात्र हुँ, म नेपाल र नेपालीलाई छोडेर भाग्दिन, म काठमाडौँको एउटा मन्दिरमा लुकेर बसेको छु भन्दै एउटा भिडियो सार्वजनिक गर्छन्। म भागेको छैन, म नेपाल र नेपाली छोडेर म भाग्दिन, म भाग्नलाई जन्मेको होइन, म झुक्नलाई जन्मेको होइन, बरु म मर्छु, तर तपाईहरुको अगाडि मर्छु। पुलिस प्रशासनले मलाई खोज्नु पर्दैन, किनभने मलाई गुन्जालो बनाएर यो आन्दोलन दबाउने कोसिस गरिएको छ। म सुरक्षित मात्रै बसेको, मलाई साफ भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने कुरो मैले सुनेपछि यो भिडियो सार्वजनिक भए लगत्तै नेपाल प्रहरीको टोलीले सो मन्दिरको खोजी गर्दा त्यो मन्दिर नेपालको कुनै पनि ठाउँमा नभएको पुष्टि गर्छ। प्रहरीलाई झुक्याउनकै लागि अपलोड गरिएको भिडियोले नै परसाईलाई पक्राउ गर्न खटिएको प्रहरी टोलीलाई परसाईको खोजी कार्य गर्न सहज भएको थियो। जुन भिडियो सार्वजनिक भएपछि परसाई इन्डिया पुगेको पुष्टि भइसकेको थियो। परसाईले भिडियो बनाएको मन्दिर नेपालको कुनै ठाउँमा नभएको कारण पनि इन्डिया पुगेको, इन्डिया बाहेक अन्तदेश गएको शंका गर्न परसाईसँग पासपोर्ट भिजा पनि नभएको कारण प्रहरी टोलीले इन्डियामा परसाईको खोजी कार्य सुरु गरिसकेको थियो। उनले केही दिन अगाडि मात्र फेरि अर्को भिडियो सार्वजनिक गर्छन्, जसमा उनले भनेका थिए आफ्ना वकिलहरू साथै मानव अधिकारको रोभरमा हो भने म 24 घण्टाभित्रै उपस्थित हुन तयार भएको भन्दै चुनौती दिन्छन्। मेरा वकिलहरू जस्तो ध्रुवलाल श्रेष्ठ, स्वागत नेपाल, टङ्क दुलाल, सुशील पन्त, रमन श्रेष्ठ, डाक्टर सुरेन्द्र भण्डारी, डाक्टर भीमार्जुन आचार्य र मानव अधिकारको रोभरमा हो भनेदेखि म भोलि नै 24 घण्टाभित्रमा उपस्थिति हुन म पुलिस प्रशासन समक्ष आउन म तयार छु। मलाई पुलिसले खोज्नु पर्दैन। उनले चुनौती दिएको 36 घण्टा नबित्दै आसामबाट नेपाल प्रहरीको नियन्त्रणमा आए। उनी विरुद्ध राज्य विरुद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धान सुरु गर्न प्रहरीले अदालतबाट 12 दिनको अनुमति पनि पाइसकेको छ। अब कुरा गरौँ परसाई कसरी प्रहरीको पन्जामा परे अनि परसाईले यो 2 हप्ता कसरी बिताएका थिए। आफू नेपालमै छु भनेर भिडियो बनाइरहेका परसाई बिहिबार आसाममा भेटिएका हुन्। उनी आसामको धनसिपुर क्षेत्रबाट पक्राउ परेका हुन्। उनी त्यही घरमा थिए जुन घरबाट उनले फरार भएपछि पहिलो भिडियो आफू नेपालमै भएको दाबी गर्दै सार्वजनिक गरेका थिए। जुन घर एक भारतीय नेपाली भाषी नागरिकको घर थियो। त्यसको करिब 10 दिनपछि फेरि फेसबुक पेज दुर्गा परसाई संयोजक पेजबाट अर्को भिडियो सार्वजनिक हुन्छ। तर उक्त भिडियोमा भने ब्याकग्राउन्ड सम्पादन गरी ताल र हिमालको अगाडि खिचिएको भिडियो जस्तो देखिने गरी बनाइएको थियो। तर उनलाई पक्राउनकै लागि गठन गरिएको ब्युरो टोली दिल्ली पुगिसकेको थियो। अनुसन्धानबाट परसाई प्रयागराज, लखनऊ, दिल्ली, राजस्थान र भरतपुर हुँदै आसामको बक्सामा पुगेको पत्ता लागिसकेको थियो। साथै प्रहरीले उनको लोकेसन ट्र्याक गर्न उनले परिवारलाई गरेको सञ्चार सम्पर्क र उनले बनाएका भिडियोहरूले नै प्रहरीको मिसन सफल पार्न सहयोग पुगेको थियो। परसाई नेपालबाट भारत छिरेपछि एक नेपाली भाषी हिन्दूवादीको घरमा पुगेका थिए, जोसँग परसाईको पहिलाबाटै राम्रो सम्बन्ध थियो। एक दिन 2 रात त्यही घरमा बसे। घरको कम्पाउन्डमा एउटा मन्दिर पनि थियो। त्यही मन्दिरको अगाडि बसेर एक भिडियो रेकर्ड गराए।
र आफ्ना सहयोगीलाई नेपाल पठाएका थिए र उक्त भिडियो दुर्गा पर्साई नामकै संयोजक पेजबाट नेपालबाटै सार्वजनिक गरिएको थियो। त्यसपछि प्रहरी पछि लागेको थाहा पाएपछि पर्साई प्रयागराज आएको सूचना विशेष ब्युरोले पायो र एउटा टोली तत्काल त्यहाँ खटियो। तर उक्त टोली प्रयागराज आइपुग्दा पर्साई भने प्रयागराजबाट लखनऊ हिँडिसकेका थिए। उनी लखनऊमा एक दिन रहेका थिए। त्यसपछि उनी लखनऊबाट दिल्ली गए। पर्साई दिल्ली गएको सूचना थाहा पाएपछि ब्युरोको एक टोली दिल्ली पुग्छ। तर दिल्ली पुगेको टोलीले पनि उनी त्यहाँबाट अन्तै सरिसकेको पुष्टि गर्छ। उनले दिल्लीमा भारतीय नेताहरूसँग भेट्न खोजे पनि असम्भव भएपछि फेरि पुनः आसाम फर्किएर पहिलेकै घरमा पुगेको प्रहरीले पुष्टि गर्छ। पक्राउ गर्न भारत पुगेको नेपाली प्रहरी टोलीले पर्साई आसाममा रहेको पुष्टि भएपछि पर्साईलाई कसरी नेपाल लाने भनेर भारतीय प्रहरीसँग समन्वय गर्यो र अन्ततः भारतीय प्रहरीको सहयोग लिई पर्साई बसेको घरमा पक्राउ टोली पुग्यो र पक्राउ गर्यो। तर उता नेपालमा भने दुर्गा पर्साई संयोजक पेजबाट पर्साई पक्राउ परेको होइन, आत्मसमर्पण गरेको भन्दै पोस्ट सार्वजनिक भइरहेको थियो। अब कुरा गरौँ बिहीबार पर्साई पक्राउ परेको सूचना प्रहरीले किन लुकाउन चाहन्थ्यो। बिहीबार पर्साई पक्राउ पर्न साथ यता नेपालबाट पोस्ट आइसकेको थियो आत्मसमर्पण गरेको भन्दै। तर उता नेपाल प्रहरीले भने भ्रामक समाचार भनेको थियो, किनकि प्रहरीलाई बाध्यता थियो सुरक्षा व्यवस्था। सामान्यतया औपचारिक रूपमा एक देशबाट अर्को देशमा अपराधका आरोपी वा पुष्टि भएका व्यक्तिलाई नेपाल ल्याएपछि मात्र सार्वजनिक गर्ने गरिन्छ। पर्साईको केसमा पनि बिहीबारै पक्राउ परे पनि उनलाई नेपाल सिमानामा ल्याएपछि मात्र सार्वजनिक गर्नको लागि बिहीबार प्रहरीले भ्रामक समाचार भनेको थियो र शुक्रबार ल्याएपछि बल्ल दुर्गा पर्साई र उनका बडीगार्ड दीपक खड्का पक्राउ परेको भन्दै नेपाल प्रहरीले सार्वजनिक गर्छ। चैत 15 मा भएको तीनकुने घटनामा अहिलेसम्म 178 जनालाई नियन्त्रणमा लिइसकेको छ। तीमध्ये 82 जनालाई म्याद थप गर्दै अनुसन्धान कार्य अगाडि बढाइरहेको छ। साथै आन्दोलनको मुख्य नायक भनिएका पर्साईलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ। उनीमाथि राज्य विरुद्धको कसुर, संगठित अपराध र ज्यान मार्ने उद्योगमा संलग्न मुद्दामा अनुसन्धान गर्ने जनाएको छ। तर पर्साईको यो पहिलो पटक हिरासत यात्रा भने होइन। उनी यो भन्दा पहिला पनि 2 पटक पक्राउ परि हिरासतमा बसिसकेका छन्। अब उनको राज संस्था फर्काउने अभियान सफल हुन्छ कि हुँदैन, अब उनलाई के कति सजाय हुन्छ भन्ने विषयमा भने प्रहरीको अनुसन्धान रिपोर्टबाट सार्वजनिक हुनेछ।